इतिहासले सधैँ पहिलो मान्छेलाई मात्र सम्झिन्छ। पहिलो चन्द्रमामा जाने, पहिलो रेकर्ड तोड्ने, पहिलो नाम लेखाउने। तर के तपाईँलाई थाहा छ, पहिलो पछि आउने दोस्रो व्यक्ति कति खतरनाक हुन्छ? चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति, अन्तरिक्षमा जाने दोस्रो मान्छे, पहिलो होइन, तर इतिहास बदल्ने दोस्रो पात्रहरू। आजको यो भिडियोमा हामी कुरा गर्दैछौँ ती मान्छेहरूको, जसको नाम इतिहासको दोस्रो लाइनमा लेखियो, तर योगदान पहिलोभन्दा कम थिएन। भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्तिम दोस्रो व्यक्ति सायद तपाईँले कहिल्यै सुन्नुभएको छैन। नाम बज एल्ड्रिन। सन् 1959 जब निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेके, पुरै संसारले उनलाई हेरिरहेको थियो। तर त्यही चन्द्रमामा उनपछि पाइला टेक्ने दोस्रो व्यक्ति थिए बज एल्ड्रिन। बज एल्ड्रिन अमेरिकाका अन्तरिक्ष यात्री थिए। उनी पहिलो भएनन्, तर चन्द्रमामा लामो समय हिँड्ने र वैज्ञानिक काम गर्ने व्यक्ति उनी नै थिए। इतिहासले पहिलो नाम ठूलो अक्षरमा लेख्यो, तर दोस्रो नाम चुपचाप पानामा हरायो। नाम घेर्मान तितोभ। अन्तरिक्षमा जाने पहिलो व्यक्ति थिए युरी गागारिन, तर अन्तरिक्षमा जाने दोस्रो व्यक्ति थिए घेर्मान तितोभ। गागारिन 108 मिनेट मात्र अन्तरिक्षमा बसे, तर तितोभ 1 दिनभन्दा बढी अन्तरिक्षमा रहे। पहिलोले ढोका खोले, दोस्रोले त्यस ढोकाभित्र भविष्य देखायो। अब तपाईँ आफै भन्नुहोस्, के यो योगदान कम थियो त? नाम माइकल फेल्प्स। खेलकुदमा धेरैजसो पहिलो नै हिरो बन्छ, तर ओलम्पिक इतिहासमा माइकल फेल्प्स पहिलो होइनन्, तर उनी सबैभन्दा धेरै सुन पदक जित्ने खेलाडी हुन्। पहिलो रेकर्ड तोड्ने होइन, रेकर्डकै परिभाषा बदल्ने मान्छे माइकल फेल्प्स हुन्। योहान ब्लेक। जब 100 मिटर दौडको कुरा आउँछ, नाम आउँछ उसेन बोल्ट। तर उसेन बोल्ट पछि सबैभन्दा छिटो दौडने दोस्रो व्यक्ति हुन् योहान ब्लेक। पहिलोले ताली पायो, दोस्रोले डर पैदा गर्यो। जन एडम्स। अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वाशिङटन थिए, तर दोस्रो राष्ट्रपति थिए जन एडम्स। उनले देशको कानुन मजबुत बनाए, लोकतन्त्रलाई जरा गाड्न मद्दत गरे। पहिलोले देश जन्मायो, दोस्रोले देश चल्न सिकायो। नवाङ गोम्बु शेर्पा। नेपालको गौरव सगरमाथा। पहिलो चढ्ने तेन्जिङ नोर्गे शेर्पा, तर दोस्रो चढ्ने नेपाली थिए नवाङ गोम्बु शेर्पा। उनी सगरमाथा 2 पटक चढ्ने पहिलो व्यक्ति पनि हुन्। पहिलोले इतिहास बनायो, दोस्रोले इतिहास दोहोर्यायो। सूर्यबहादुर थापा नेपालको पहिलो प्रधानमन्त्री मातृका प्रसाद कोइराला, तर दोस्रो प्रधानमन्त्री थिए सूर्यबहादुर थापा। उनी धेरै पटक प्रधानमन्त्री बने, पहिलो होइन, तर नेपाली राजनीतिमा गहिरो छाप छोड्ने नेता थिए। इतिहासले पहिलोलाई सम्झिन्छ, तर धेरै पटक दोस्रो व्यक्ति नै खेल बदल्ने मान्छे हुन्छ। यदि तपाईँ आज दोस्रो स्थानमा हुनुहुन्छ भने नडराउनुहोस्, किनकि दोस्रो भएर पनि इतिहास बनाइन्छ। भन्नुहोस्, अब अर्को कुन भिडियो बनाउने? भिडियो मन पर्यो भने लाइक, शेयर एन्ड सब्सक्राइब गर्नुहोस्।